एभ्रीवान गेट रेडी विथ मी। मैले अस्ति गेट रेडी विथ मी गरेर भिडियो राखेको थिएँ, एउटा मेकअप गरेको। त्यो मेकअपमा के भन्नुभएको थियो भने यतिको मेकअप गरेर म तरकारी किन्न पनि जाँदिनँ, कस्तो खालको मेकअप हो छ्या छ्या भन्नुभएको थियो। साँच्चै नै मेरो मेकअप त्यस्तो झुर थियो, उहाँले मेरो एकदमै धेरै मन दुख्यो। त्यही भएर फेरि आज पनि मैले मेकअपको भिडियो लिएर आएको छु। हजुरहरूले कमेन्ट गरेर भनिदिनुहोस् है त, मेरो मेकअपमा जाने जस्तो थियो कि तरकारी किन्न जाने जस्तो थियो कि के गर्न खेत रोप्न जाने जस्तो थियो। हजुरहरूलाई के लाग्छ कमेन्ट गर्नु होला। जे जे सामान छ त्यही सामान युज गर्दाखेरि पनि हजुरहरू यस्तो भन्नुहुन्छ, नभएको सामान त कहाँ खोज्न जानु हो र, मैले ल्याएर दिनु पर्यो कि त आफैले होइन र। म प्रोफेसनल मेकअप आर्टिस्ट होइन, म बिगिनर हो, सिक्दैछु है। राम्रो छ यस्तो छ उस्तो छ भनेर हौसला दिनु नि। तरकारी किन्न जान्न भनिदिने बा, भोलि त मान्छेहरू त्यसै प्याचा प्याचा भनिदिने क्या, कसैको चित्त दुख्ला भन्ने पनि ख्यालै गर्दैन। मेरो मेकअप चाहिँ कम्प्लिट हुँदैछ। हजुरहरूलाई कस्तो लाग्यो प्लिज सबैजनाले कमेन्ट गरेर भनिदिनुहोस् है त। हजुरहरूले मलाई एउटा हेल्प गरिदिनु। मसँग आइलाइनर छैन, मैले चाहिँ मस्काराको युज गरेर लगाइरहेको छु, त्यही पनि काम चलि नै रहेको छ। मेरो अल टाइम फेभरेट भनेको चाहिँ यो लिप लाइनर हो क्या, आई स्याडोको यति राम्रोसँग लाग्छ नि। हजुरहरूलाई के लाग्छ है? मलाई चाहिँ लास्टै मनपर्छ यो वाला। आज कहाँ जानको लागि यतिको मेकअप गरिरहेको छु जस्तो लाग्छ भने हजुरहरूले कमेन्ट गर्नु होला। मैले पार्ट 2 मा राख्ने छु है त। मेरो ड्रेसअप चाहिँ यो आजको